हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी घुम्न जानु लाग्यो होइन। हेलमेट चाहिँ दामी कडा परेको छ होइन, पनि हुन्छ जुत्ता यस्तो बल छ। अहिले चाहिँ अब खतरा भ्लग हुने रहेछ। हामी जानु लाग्यो चाहिँ नक्क लाएर भए अरे खोल टाढा खै त वाह हाम्रो चाहिँ यहाँ टक्कै एम्टी छ 20 गाइस फाइनल टक्का बाइक चाहिँ हाम्रो यहाँ छ। विकास चाहिँ यसो बाबालाई के अरे खास किन्ने कहाँ बिहान फेरि टक्का हामी चाहिँ बसिरहेको छौँ। हेलो गाइस, आज हामी चाहिँ कहाँ भने लौकी झर्ना घुम्न जानु लाग्यो। लौकी मैलुङ झर्ना घुम्न जानु लाग्छौँ। घर चाहिँ हाम्रो बाइक छ एम्टी। या कति आउँछ त्यो हट्टाको आउँछ दिवस आउँछ नि दिवस आएपछि कुदिहाल्ने। अगाडि चाहिँ हाम्रो 220। अब चाहिँ हामी जानुपर्ने हुन्छ यतापट्टि बाइक स्टक पारेर। ल गाइज अब चाहिँ हामी फाइनली गयो होइन। देखेर सपनाहरू विपना झै लाउँछ। यो चाहिँ हाम्रो नेपाल टाप्छ है, अब यहाँ जानुपर्ने हुन्छ। अब चाहिँ सिधै नन स्टप गइन्छ। रमाइलो हुन्छ अब आज त भ्लग अहिले सबैजनाले भ्लग हेरिदिनु होला। आज चाहिँ धेरै टाइमपछि भ्लग आएको छ हाम्रो। सुन धेरै टाइमपछि भ्लग आयो नि त आज। अनि सब्सक्राइब गरिदिनु होला। हामी जब गाइस अब चाहिँ हामी ठ्याक्कै नाग पोखरी आयौँ होइन। नाग पोखरी अब हामी यहाँ देब्रेपट्टि साइडमा हुन्छ बिच नाग पोखरी आयौँ न। अब यहाँ माथि रोड चाहिँ बबाल छ है। हामी चाहिँ अब माथि यता कुन ठाउँमा रे यो त नाग पोखरीहरू भन्नु भएन। त्यहाँ माथि गएपछि कस्तो छ अब पिच रोड भएपछि होइन। गाडी राम्रो रोड छ नि त यहाँ। गाइस अब चाहिँ हामी काठमाडौँ भन्दा नुवाकोटको बाटो छुट्न लाग्यो। मेन आयो है कुन ठाउँमा थाहा भयो नि थाहा साङ्ला होइन कि ठाउँबाट साङ्ला हो साङ्ला होला सायद खाने यस्तो छ है। खासै राम्रो भ्यू चाहिँ देखिएको छैन। ल गाइस चाहिँ अब फाइनल्ली रोड आइपुग्न लाग्यो। अब चाहिँ हामी यहाँबाट कति बजी पुगिन्छौँ होला कोटामा? 2 कति बजी आज आफ्नो चलाइमा भर पर्छ नि यार। अब ठ्याक्क आयो रोड टक्क माथि। अब शिव पुग्याउनु त धेरै जाँदैन। एकछिनमा चाहिँ ड्र्याग रेस हुन्छ। यो रोड चाहिँ बबाल छ है। माथि चाहिँ हाम्रो शिवपुरी डाँडा छ। माथि नि टक्क बस्नु कहीँ नबोल्ने अब नि बस्ने होला उता माथि पसल लिएर अस्ति
उहाँ चाहिँ हुनुहुन्छ मेरो चाहिँ देवर बाबु है। हामी चाहिँ टक्क 4 जना हो खासमा। हामी घुम्न जान लागेको चाहिँ अहिले चाहिँ अब एकजना चाहिँ उता माथि नै हुनुहुन्छ। अहिले हामी कहाँ आइपुग्यौँ बुढो? यो ठ्याक्क थाहा भएन र जे हो शिवपुरीको मुनि हाम्रो अडियन्सहरूले थाहा चाहिँ अब आर्मी ब्यारेक आउन त अझै यहाँ त टाइम लाग्छ होइन माथि शिवपुरी डाँडा त। गाइस अहिले चाहिँ हामी टक्क शिवपुरी डाँडा आइपुगिसकेको छौँ। अगाडि चाहिँ हाम्रो शिवपुरी डाँडा तपाईँहरूले एउटा यस्तो खतरा अगाडि चाहिँ एउटा हेर्नुहोस् होइन देखाइदिन्छु म यो देखाइदिउँ 1 2 3 गो मलाई हेरेर आउनुहोस् पहिला हिमाल डेन्जर छ हिमाल है। यस्तो बल यो हिमाल चाहिँ बल देखाएको छ यसलाई भिड्नै भइसक्यो होइन। हिमाल पुरै हेवान देखाएको छ है। कस्तो खालको है बवाल जस्तो भयो। ल गाइस अब चाहिँ हामी जानुपर्ने हुन्छ फाइनली। ल गाइस अब चाहिँ हामी कस्तो जाडो छ नि त यो फोनमा त। कस्तो देखिँदो रहेछ राम्रै देखिन्छ। अलवेज तपाईँ ठिक हुन्छ त्यहाँ फेरि त्यत्रो माथि लाग्यो हामी सर तर लास्टिक अप्ठ्यारो हुँदो रहेछ। बरु मैले हातले बनाएको राम्रो हात देखिन्छ दिन मोबाइल मलाई बनाउनै सकिनँ गाई चाहिँ यत्रो कस्तो लट्ठी समारे जस्तै भइरहेको फिल। लट्ठी रे अब हामी अब मन्तिरै गरेर बनाउँ ल है। टक्क हामी यो टक्क डाँडा अगाडि छौँ शिवपुरी साथै अब गइसक्यो हेर्नु बस बाई बाई मन्दिर भेटौँ ल। गाइस अब चाहिँ हामी फाइनली यो गुरुङ गाउँ आइसकेको छौँ। गुरुङ गाउँमा टक्क गाडी आयो टक्क घाम बस्छौँ है। घाममा टक्क घाममा बसिन्छ। अगाडि खतरा भ्यू छ अगाडि चाहिँ यसो भने टक्क रात मिल्यो अन्दा यार घाममा। हामी चाहिँ अब टक्क चिया खायौँ विवश भइहाल्छ नि। ओइ अस्ति चाहिँ बडाल गर नि जाम है सक्खा खान्छ खाएर के छ हाई गरिदेऊ न। यहाँ आनन्द आएको छ बजाउनु पर्ने हुन्छ के गर्दा यो बेन्च म त खाने मोबाइल दिन्छु न तपाईँ लाउ न। लिएर आऊ ल गर्न आउने पहली पहली बार में याद करेंगे ओ तेरा मेरा। अब त नन स्टप जानुपर्ने हुन्छ न ढिला हुन्छ बेलुका फर्किँदाखेरि। यो चाहिँ हाम्रो रानी अब यसको कुरै नगरेर राजा के भयो के खान्छ खाएर अरू भन्दा नि अगाडिको चाहिँ बबाल फोटो दुईवटा फोटो चाहिँ खिचौँ यहाँ है बबाल फोटो हामी एउटा टक्कै दुईवटा फोटो खिचौँ भाइ।
चाहिँ हामी टक्क जानु लाग्यो अब चाहिँ लास्टसम्म भ्लग हेर्दै गर्नु होला दाल देखाउनु परेको नि दादालाई त देखाउनु छोड्नै भन्यो नि ल गाइस अब चाहिँ हामी हिँड्यो लाग्यो गुरुङबाट अब त नन स्टप गरिन्छ लास्टसम्म सबैजनाले भ्लग हेरिदिनु होला ल बाई बाई टेक केयर ल गाइस बबाल रोड आइयो हामी सब रफ्तारमा गइरहेको छौँ अगाडि हिमालहरू हेर्दै टक्क पारेर होइन गल्दै आइदिउँ टक्क कता लाएर अहिले हिल कता लगाउनु भयो लगा न हामी आइपुगे खाजा खाने ठाउँबाट थोरै तल यो ठाउँको नाम ठ्याक्कै थाहा भएन यो चाहिँ बबाल रोड छ रोड चाहिँ बबाल है ल हाम्रो यताको मान्छेहरू पनि धेरै घुम्न आएको छन् है अर्को त्यस्तो रोड चाहिँ बबाल छ नजिक पनि है कता लाग्यो मलाई गाह्रो भएन कस्तो राम्रो लागिरहेको हेर्नु गाइस हामी चाहिँ अब ठ्याक्क ढिकुर बजार आइसकेको छौँ मौसम लाग्छ त लिखु छ अरे मौसम 2082 लाग्यो के हो हाम्रो चाहिँ त्यहाँदेखि पुल देखाइयो न देखाइयो त राम्रो छ हेर्नु यो चाहिँ हाम्रो आयो ढिकुरे बजार अब यहाँबाट हाम्रो गाउँ जब 7 किलोमिटर छ त्यसपछि हामी यता जानुपर्ने हुन्छ यो चाहिँ मेन बजार चाहिँ ढिकुरे बजारहरू चाहिँ बाटो गाइस फाइनल्ली गुवाहाटी आइपुग्यो जाडोमा टक्क चिसो परेको है चिसो लागेर पुरै काठमाडौँको एसएस कलेज हेर्नु कि काठमाडौँको घर एसएस कलेज के रोड चाहिँ हेरि खत्तम छ बटार आइपिन लाग्यो थोरै अगाडि भएपछि होटेल छ राति खोइ मलाई त हेर्नै पाइने यार तपाईँले पढिरहनु भएको रहेछ त धुलो हेर्छ त्यो बाटो कहिले बन्यो होइन गौगटी पार्क जाने बाटो त उता होइन र गइसक्यो है आइपुग्नु लाग्यो हेर्दै जानु होला भ्लग कस्तो लाग्छ सबैजनाले सब्सक्राइब गरिदिनु होला काठमाडौँ जाँदैछ भाइ नल्ली हामी चाहिँ बटार अझै अलिकति बाँकी नै छ हामी आइपुग्यौँ अब बटार यो चाहिँ हाम्रो गाउँ हो दिस इज माई प्लेस हामी चाहिँ बटार आयो अब यहाँ टक्क अब यहाँ टक्क भाइलाई टक्क समातेर लानुपर्ने हुन्छ घोडालाई भाइलाई समात्ने या फेरि कन्टिन्यू हो फेरि कन्टिन्यू यसलाई चाहिँ के भन्छ यसलाई बडारै भन्छ अब हावा हराउ पनि लाग्यो होइन थोरै अगाडि हाम्रो हावा हराइदिन्छ त्यो ठाउँको नाम चाहिँ किन हावा भर्दा होला है ठाउँको नाम हावावरी भन्यो यस्तो चिसोले हेर्नु मोबाइलसँग हावा त पुरै
गाइस हामी फाइनली आइयो है यहाँ चाहिँ अनुष्मानलाई पनि भेटियो अनुष्मानजी के छ साधु या म पछि उता जान्छु हेर्न हामी जाने मेरो बिहानै हिँडे हो के गर्नु त्यस्तो भयो है कस्तो भयो होला गाइस लगाउनु पर्यो नि त दुईटा बाइक मेरो एउटा उसको एउटा मेरो यसो गर भाइ विकास विकास के अनि खाना खाएर जाने होइन खाना खानु जाउँ खाना खाना खाएर खाने यो चाहिँ हाम्रो गाउँ है ल अब हाम्रो अभ्यस्तै गाउँतिर जानु सकिन्छ हेरौँ के हुन्छ पहिला घुमेर आउनु पर्ने हुन्छ होइन भनेर कहाँ हुन्छ जानु पर्यो भने परेन मलाई भेटेर गीत छ मलाई गीत छ यो कुन मलाई है मैले देखेर दिएको थिएँ इन्फ्लुएन्सको आँसु निकालिदिरहेको माथि जाऊँ भाइ सुषमा हो अब चाहिँ फाइनल्ली हामी त्यस्तो खाना खानु लाग्यो हात मुख धुनु पऱ्यो टक्क यसलाई मुनि सार्दैन तँलाई पनि जानु लाग्यो विवास यार मजा आयो ठिक छ नि बिर्सिने नि हामीलाई म्यासेज गर्नु छैन ल मोबाइल किनेको एक हप्ता भए तपाईँ फ्रेन्ड रिक्वेस्ट पठाउनु मोबाइल महिना महिना मोबाइल चेन्ज भइरहेको हुन्छ त्यस्तै हो तनी रहेछ यो मुला रहेछ खाम हात मुख धुनु पऱ्यो नि मोबाइल त हाल्नु परेछ है टक्का खान्छ खान्छ भाइ कति बजी अहिले 10 ठ्याक्कै 10 बजेछ ल गाइस अब चाहिँ खाना खानु लाग्छ बल्ल बल्ल हुन्छ मन मजाले खाउँ है बिस्तारै हो विवास बिस्तारै टक्का खाना खान्छ भेट्छौँ ल गाइस हामी जब खान्छ खाना भिडियो होइन यसो मुनि यसो त्यो माउन्ट पाउँछु क्या भनेर खोज्न आएको पाएन आइज यो चाहिँ हाम्रो भयो ठाउँमा के बिर्छ मैले विदुर एक के हो ढुङ्गे हो ढुङ्गे 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 हामी चाहिँ ढुङ्गे ढुङ्गालाई हेर्नु र ढुङ्गे वाले हेर्नु र कस्तो पार्नु परेछ हामी चाहिँ अब फाइनली भाङ्गे जाने बाटो टक्क आयो अफरोड अब चाहिँ अफरोड सुरु हुन्छ धेरै ल करोडमा मलाई हराउन देऊ आम्स्टरडममा धेरै अप्ठ्यारो बाटो छ धेरै भने त अप्ठ्यारो हुनु पिजो हो नि ए माथि पो अप्ठ्यारो है
अप्राप्त रोड त ऊ माथि उकालो चढिसकेको गाइज यहाँ त यति हो गाइज टक्क उता भैलुङतिर गर्न भेट पो लाग्छ होला अब चाहिँ हामी माथि नजाने भन्ने कुरा प्लान भयो अब मन्दिरका सर घुमेर आएर अनि घरतिर लागिन्छ त्यसो घरतिर गएर भेटेर अनि आइन्छ फिर्तालाई पनि लाग्यो अंदर गइन्छ गएर पौडी खेलिन्छ अनि घर गइन्छ जाम जाम बाइ भन्छ बाइ बाइ हो सुमन पुरै धुलोले सुमन के छ सो गाइस फाइनल्ली आउनु त आइयो तर अहिले चाहिँ पानी सुकेको छ हाम्रो जानु पनि हुन्छ हेलमेट हालेर जाने कहाँ जाने जता सुके म किल खान्छु म वाउ ब्युटिफुल के न ब्लग त बनाउनु परेको नि त्यस्तो न पानी अब फर्स्ट टाइम हामी मात्रै छन् कोही छैन कोही पनि छैन कसले आमाभरि पानी थियो वाउ माथि जानु पनि हुन्छ यस्तो रमाइलो गरियो घुमियो मास्टर गयो यस्तो रमाइलो गरियो त्यसमा चाहिँ उता पनि झरेन गर्ने भएका हाम्रो
ल भाइ ल अब जानुपर्ने हुन्छ मान्छे धेरै खानु भिड भयो हुन्छ अब ओए साथै खसिर यार रमाइलो भयो यस्तो भयो नि त्यहाँ पौडी रहेछ पौडी खेलियो रमाइलो भयो ढाड भाँच्यो जाम अब छिटै घट्यो जाम है तर जाम पऱ्यो घट्यो ल अब चाहिँ हामी साह्रो आइसक्यौँ होइन यसो बाइक ल्याएर अब खाजा खानु जान्छौँ खाजा खानु गयो तपाईँलाई भेटौँ ल अहिले कब काट्ने बेला भएको मेरो धेरै म पनि काट्छु पहिला ल ल यहाँ गएर खाजा खान्छ खाजा साजा खाएर चाहिँ फाइनल्ली ओहो बिस्तारा फाइनली घर आए हाम्रो घर भात दिस छैन अब तैँले पिटान्छ सब यहाँ हाल्छ ल मिल्छ आमा है आमा नल फलेर छ ओहो बुबा नमस्ते ओ यो कुकुर त्यहाँ कत्रो हामी त बिस्तारा तेरे कोली चोरी करायो कहाँ जान तिम्रो जा भरा चाहिँ हाम्रो भाइ हो अभिषेक पुन्टे हो ल आमा चाहिँ बा आमा है आमा तिर्कुली चरी करायो तिर्कुली अङ्कलसँग जाने ल काठमाडौँ जाऊँ ल दाइसँग जान्छस् अब चाहिँ हामी ल हेलो बसेर काम गरेर हामी हेलो भन्नु नि त हेलो भन्नु न हेलो भन्नु न हेलो सन्चै हो भन्नु न सन्चै छ गोरे लाइभ सब्सक्राइब गरिदिनु न लाइक सब्सक्राइब गरिदिनु रे लाइक सब्सक्राइब गर्नु बारी अब
चलो ल गाइस यो चाहिँ हाम्रो गाउँ है यहाँ पर 70 भएको रहेछ नल 70 भएको रहेछ यो चाहिँ टक्क हाम्रो घर चाहिँ यो हो देख्यो होला फ्रेममा त्यसपछि यता पारीको चाहिँ यो आराम डाँडा अनि उता पारी चाहिँ बजार अनि यता चाहिँ तल चाहिँ तल्लो गाउँ ओ सरोज के छ आयो भन्दै आइ अब सबैजना मिलेर हामी यहाँ के कुरा गर्ने भन्दाखेरि गोरेले एउटा कुरा गर्नुपर्ने छ मैले गोरेको बिहे कहिले हो गोरे भोलि पर्सि अनि अभिषेक बिहे कहिले बिहे भोलि पर्सि कति दिन छ कति दिन छ बिहे आउनलाई 3 दिन मुसीको हुँदैन बिहे नै हुँदैन पाल्दैन आज चाहिँ अब फाइनली गाउँ आयो यसमा बसियो आनन्द आयो है हाम्रो बारी चाहिँ तल छ है तल हाम्रो बारी गोरे अब चाहिँ हामी ठुल्ठुला बोट जानु लाग्यो होइन ठुल्ठुला सर गइन्छ त्यसमा जर्मन गाडी आइसन कम्बे टुक टाइट सिमेन्ट टाइट कोही छैन हम्बर कोही छैन डम्बर है ल हामी चाहिँ ठुल्ठुलाबाट आयौँ धेरै पछि हामी आयौँ सनसेट बबल हुँदो रहेछ यार हिमाली देखिरहेको छ कालो देखाएपछि हिमाल देखियो भने त अब चाहिँ हामी लाग्यो ल तपाईँ अब चाहिँ सर गइन्छ नन स्टप आउँछ जसले घर भेटिन्छ सिधै बटार बाई गरिदियो गाइस अब चाहिँ हामी लाग्यो ठ्याक्कै 5 बज्यो 5 बजी पुगिन्छ सर गइहाल्ने अब ठ्याक्कै 5 बज्यो ल हो जाम अब गयो है यत्र जाने के हुन्न जाने हामी आउँछौँ भोलि आउने बिहानमा 5 बजे राति उठेर जानुपर्छ बिहान झन् जाडो हुँदैन है हिँडेपछि के जाडो हुन्छ ल गई आमा काम गर ल अभिषेक भाइ अङ्कल आउँछु ल ल ल बुबा गएको गए के गए ल मुसीले झोला ल्याउँछ हो सुमन के छ डन अब हामी टक्क पारेर जान्छौँ नमस्ते भाइ हाम्रो अगाडि टक्क बाइक रेडी जान्छ बनाउनु पर्ने हाम्रो सिजन कन्टेन्ट क्रिएटर चलो दुलो भएछ त यार अब चाहिँ हामी सस्तो खाइन्छ त्यसपछि गइन्छ हामी काठमाडौँ फेरि हामी बिहानको ठाउँमा आइपुग्यौँ ओइ अच्छा त्यति टाढो गइहाल्नुपर्छ के हो कहाँ भित्र कुनै गाडी लु भाइ राइट अब चाहिँ हाम्रो कुछ खाइयो अब लाग्नुपर्ने हुन्छ हामीलाई टक्क 8:30 बजीतिर पुग्नै पर्ने हुन्छ
जाम जाम के छुट्टी हैन नि मेरो मलाई देखाइदिन्छ ओ जाडा पो हो त उ त papi 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 sir चलो चलते बाय 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 गाइस फाइनली हामी जाडोमा बल्ल बल्ल आइयो लाग्यो यताउति अब टक्क खाजा खाइन्छ चलिन्छ ल बाई गर्दै ओके गाइस बाई बाई सबैजनाले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला बाई बाई